안녕하세요. नमस्ते यहाँहरूलाई। आज पनि म 3 च्याप्टरको विछि वा छाङसो 3 च्याप्टर सामग्वा सामग्वा विछि वा छाङसो। विछि भनेको लोकेसन हो, वा भनेको र, त्यसपछि छाङसो भनेको स्थान है। यो च्याप्टरको चाहिँ आजको पाठमा चाहिँ यो च्याप्टर भित्र रहेको छङ्मु मुना लिएर उपस्थित भएको छु। यहाँ सबैजनालाई फेरि पनि स्वागत गर्न चाहन्छु। आजको छङ्मु मुनालाई म फेरि पनि यहाँहरूलाई सिकाउने छु अथवा बुझाउने छु। हेर्दै जानु होला है त। आजको छङ्मु मुनामा मुनवा वा छङ्बु संस्कृति र जानकारी रहेको छ। संस्कृति र जानकारी अन्तर्गत रहेको छङ्मु मुनामा आजको शीर्षक रहेको छ हाङगुगे थोसी। हाङगुगे थोसी कोरियाको सहर है, कोरियाको सहर। यसलाई चाहिँ हेर्नु होला है त। 한국에는 한개 특별시 서울와 한개 특별자치시 세종, 6개 광역시 인천, 대전, 부산, 울산, 대구, 광주가 있습니다. 서울은 한국에서 가장 큰 도시로 정치, 경제, 문화의 중심지입니다. 주변의 인천, 경기도와 함께 수도권을 이루며 이 지역에는 50%가 넘는 한국 사람들이 거주합니다. 인천은 대한민국의 관문으로서 인천국제공항과 인천항이 위치해 있습니다 भनेको छ। अब यसलाई चाहिँ बिस्तारै म नेपालीमा यहाँहरूलाई स्पष्ट गराउने छु। हेर्दै जानु होला है त। 한국에는 कोरियामा चाहिँ 한개 एउटा 특별시 विशेष सहर, कोरियामा चाहिँ एउटा विशेष सहर सौल, जुन विशेष सहरको नाम रहेको छ सौल, वा सौल र हानगे एउटा चाहिँ तुकबेल छाचिसी भनेको विशेष स्वायत्त सहर। विशेष स्वायत्त सहर भनेको त्यहाँको जनताहरू मिलेर बनाएको सहर है। सेजोङ, जुन विशेष स्वायत्त सहरको नाम रहेको छ सेजोङ, सेजोङ महाराजाको नाममा बनेको सहर रहेको छ। 6개 광역시, 6वटा चाहिँ महानगरपालिका, 인천 जस्तै 인천, 대전, 울산, 부산, 울산, 대구, 광주가 있습니다 भने चाहिँ यो 인천, 대전, 부산, 울산, 대구 र 광주 रहेको छ भनेको छ। 서울은 서울 चाहिँ 한국에서 कोरियामा 가장 सबैभन्दा खुन 도시로 भनेको ठुलो सहरको रूपमा 정치, राजनीति, 경제, अर्थव्यवस्था, 문화의 संस्कृतिको 중심지입니다 भनेको केन्द्रीय थलो हो, केन्द्रीय स्थान हो भनेर भनेको छ। यसपछि 주변의 인천, 주변이 भनेको वरपर, 인천 भनेको 인천, 경기도와 함께 경기 प्रान्तसँगै 수도권을 भनेको राजधानी इरुम्य, राजधानीले पुरा हुन्छ भने, राजधानीमा पुरा हुन्छ भने यी 지역에는 यो क्षेत्रमा चाहिँ 50%가 넘는 한국 사람들이 거주합니다 भनेको 50% भन्दा बढी 한국 사람들이 कोरियाली मानिसहरू 거주합니다, बसोबास गर्छन्। 인천 चाहिँ 대한민국의 गणतन्त्र कोरियाको प्रशासनिक नाम चाहिँ गणतन्त्र कोरिया हो। 대한민국의 गणतन्त्र कोरियाको 관문으로서 भनेको मेन प्रवेशद्वारको रूपमा 인천 국제공항과 인천 अन्तर्राष्ट्रिय एयरपोर्ट र 인천항이 위치해 있습니다। 인천항 भनेको चाहिँ 인천को बन्दरगाह हो, पानी जहाज चल्ने ठाउँ। 인천항이 위치해 있습니다। 인천 बन्दरगाह अथवा 인천 पोर्ट अवस्थित रहेको छ भने कोरिया चाहिँ यस्तो सहर हो, यस्तो देश हो हैन, जुन यस्तो देश हो। कोरियामा चाहिँ एउटा चाहिँ विशेष सहर, त्यसपछि जुन विशेष सहरको नाम रहेको छ सौल, सँगसँगै एउटा चाहिँ विशेष स्वायत्त सहर सेजोङ र 6वटा चाहिँ महानगरपालिका जस्तै 인천, 대전, 부산, 울산, 대구, 광주 आदि रहेको छ भनेर भनेको छ। त्यसपछि सौल चाहिँ कोरियामा सबैभन्दा ठुलो सहरको रूपमा, जुन सहरमा चाहिँ राजनीतिक, त्यसपछि अर्थव्यवस्था र संस्कृतिको केन्द्रीय थलो रहेको स्थान हो।
वरपर चाहिँ इन्चन सँगसँगै ग्यङ्गी प्रान्तसँगै राजधानीको रूपमा पुरा हुन्छ र यो क्षेत्रमा चाहिँ 50% भन्दा बेसी कोरियाली मानिसहरू बसोबास गर्छन् र इन्चन चाहिँ गणतन्त्र कोरियाको मेन प्रवेशद्वारको रूपमा इन्चन अन्तर्राष्ट्रिय एयरपोर्ट र इन्चन बन्दरगाह चाहिँ यसमा रहेको छ भनेर यो माथिको हरफले भनेको छ। अब हामी तल्लो हरफतिर जाउँ। तल्लो हरफ यतापट्टिको हरफ हेरौँ लाई चाहिँ अब त्यसपछि यसमा जाउँ। बुसान चाहिँ हाङ्गुगेस कोरियामा थुबन्चेरो भनेको दोस्रो नम्बरकोमा खुन्थोसिरो भनेको ठुलो सहरको रूपमा, सेगेजगिन भनेको विश्वव्यापी, ख्युमोए भनेको स्केलको आकारको, फुसानाङी इसुम्य भनेको बुसान बन्दरगाह छ भने आरुमदाउन हेबेनी स भनेको सुन्दर समुद्री तटहरू भएर मानुन ख्वाङ्ग्वाङ्गेक दुरी भनेको धेरै पर्यटकहरूले फाङ्मुनाम्निदा भिजिट गर्छन्। फाङ्मुनादा भनेको भिजिट गर्नु। त्यसपछि इन्गुनेनन वरपर चाहिँ छादोङछा अटोमोबाइल गाडीहरू छोसन, पानीजहाज निर्माण, चुङवाहाक भनेको भारी रसायन, त्यसपछि सानबी भनेको उद्योगले फाल्तालान विकास भएको खुङअप कारखाना उद्योग, थोसी सहर उल्सानी सुम्निदा भनेको उल्सान रहेको छ भनेर भनेको छ। खासै यो हरफले के भन्छ भने बुसान चाहिँ कोरियाको दोस्रो नम्बरको ठुलो सहर हो, विश्वको व्यापी रूपको स्केलको बुसानमा रहेको बुसान बन्दरगाह छ भने सुन्दर समुद्री तटहरू भएर धेरै पर्यटकहरूले भिजिट गर्छन् र वरपर चाहिँ अटोमोबाइल र पानीजहाज निर्माण कम्पनीहरू, पानी निर्माण, त्यसपछि भारी रसायनहरू जस्ता उद्योगले विकास भएको कारखानाहरू रहेको सहर उल्सान पनि रहेको छ भनेर यो हरफले स्पष्ट पारेको छ। अब हामी तल्लो हरफतिर जाउँ। इवेदो भनेको यो बाहेक पनि हाङ्गुगे नामदोङ चोगिन भनेको कोरियाको दक्षिण पूर्वीतिर रहेको ख्योङसाङ अञ्चल छिबाङेनन क्षेत्रमा चाहिँ सम्यु सानबे भनेको फाइबर उद्योगको, थोसिन सहर रहेको, थेगु रहेको छ र नाम्सचोगे भनेको दक्षिण पश्चिमतिरको छल्ला अञ्चल छिबाङेनन क्षेत्रमा चाहिँ मुनवावा एसुरे संस्कृति र कलाको, थोसिन ख्वाङ्जुगा इसुमिदा भनेको सहर रहेको ख्वाङ्जु रहेको छ भनेर भनेको छ। अब यो हरफले के भन्छ भने यो बाहेक पनि कोरियाको दक्षिण पूर्वीतिर रहेको ख्योङसाङ अञ्चल क्षेत्रमा चाहिँ टेक्सटाइल जस्तै फाइबर उद्योगको कम्पनीहरू रहेको सहर रहेको थेगु भन्ने सहर रहेको छ र दक्षिण र पश्चिमतिर रहेको छल्ला अञ्चल क्षेत्रमा चाहिँ संस्कृति र कलाहरूको सहर रहेको ख्वाङ्जु पनि रहेको छ भनेर यो हरफले भनेको छ। अब हामी यो तल्लो हरफतिर जाउँ। हानफ्यन अर्को पाटोमा अर्कोतर्फ सेजोङ थुक्बेल छाचिसी भनेको चाहिँ यो चाहिँ सेजोङ महाराजाको नाममा बनाएको सेजोङ विशेष स्वायत्त सहर, अर्कोतर्फमा चाहिँ सेजोङ विशेष स्वायत्त सहर चाहिँ इच्छन सिबिन्यने भनेको 2012 सालमा हेङजङ अमुरुल भनेको प्रशासनिक कामहरूलाई योयुल जगुरो प्रभावकारी रूपमा सुयङ हागिविए भनेको सञ्चालनको लागि मान्दुरजिन बनाएको हेङजङ चुङसिम फोखाप थोसिरो भनेको हेङजङ भनेको प्रशासनिक, चुङसिम भनेको केन्द्रित, फोखाप भनेको संयुक्त, थोसी भनेको सहर, रो भनेको रूपमा हेङजङ चुङसिम फोखाप थोसिरो
भनेको प्रशासनिक केन्द्रित प्रशासनिक केन्द्रित फोकाप थोसिरो संयुक्त सहरको रूपमा ख्योयुक्बु शिक्षा मन्त्रालय, खोयुङ नोदुङबु श्रम मन्त्रालय, तुङ आदि थेबुबुने भनेको अधिकांश, छङ्बु बुच्छगा भनेको सरकारी मन्त्रालयहरू विछिहे सुन्मिदा अवस्थित रहेको छ। इन्गुनेनन वरपर चाहिँ ख्यङ्बुसन भनेको चाहिँ यो रेल मार्गको नाम हो। ख्यङ्बुसन भनेको चाहिँ सौलबाट मोक्फो भन्ने ठाउँसम्म जोड्ने रेलको लाइनको नामलाई चाहिँ ख्यङ्बुसन भनेर भनिन्छ। त्यसपछि यसमा भनेको छ इन्गुनेनन वरपर चाहिँ ख्यङ्बुसनग्वा भनेको ख्यङ्बु मार्ग र होनामसनी चिनागानन भनेको होनामसनलाई पार गरेर जाने, होनामसन भनेको चाहिँ सौलदेखि बुसानसम्मको लाइन ट्र्याकलाई चाहिँ होनामसन भनेर भनिन्छ। चिनागानन पार गरेर जाने ख्योथुङ्वा ख्वागे भनेको यातायात र विज्ञानको, छुङसिम चिन भनेको केन्द्रित रहेको स्थल, थेजनी सुन्मिदा थेजन भन्ने ठाउँ रहेको छ भनेर भनेको छ। अब यो हरफले एकमुष्टमा चाहिँ अर्को तर्फमा हेर्ने हो भने सेजोङ विशेष स्वायत्त सहर चाहिँ 2012 सालमा प्रशासनिक कामहरूलाई प्रभावकारी रूपमा सञ्चालन गर्नको लागि बनाएको प्रशासनिक केन्द्रित संयुक्त सहरको रूपमा रहेको छ। र त्यसपछि यो सहरमा चाहिँ शिक्षा मन्त्रालय, त्यसपछि श्रम मन्त्रालय आदि विभिन्न धेरै अधिकांश सरकारी मन्त्रालयहरू अवस्थित रहेको छ। र वरपर चाहिँ ख्यङ्बुसनग्वा भनेको छ। ख्यङ्बुसन भनेको मैले अघि नै भनिसकेँ, सौलबाट मोक्फोसम्म जोड्ने रेल मार्गलाई चाहिँ ख्यङ्बुसन भनेर भनिन्छ। ख्यङ्बुसन र होनामसन भनेको सौलबाट डाइरेक्ट बुसानतिर जाने रेल मार्गको लाइनलाई होनामसन भनेर भनिन्छ। वरपर चाहिँ ख्यङ्बुसन र होनामसन पार गरेर जाने यातायात र विज्ञानको केन्द्रित रहेको थेजन पनि यसमा रहेको छ भनेर यो च्याप्टरले चाहिँ यसरी चाहिँ हामीलाई सिकाएको छ। यहाँले पक्कै पनि यो भिडियोलाई मजाले बुझ्नुभयो होला। अब म यो भिडियोको साथसाथमा वागिन हियो चेक जाँच गरौँ। छिबे इन्धन मूल गर्ने घरमा रहेको सामानको हिरुमूल मारालसुइत्ता नामहरू भन्न सकिन्छ। यो च्याप्टर पढिसकेपछि यो च्याप्टर अन्तर्गत रहेको सबै कुराहरू सिकिसकेपछि घरमा रहेको सामान वस्तुहरूको नाम भन्न सकिन्छ भनेर हामीले आफैले चेक गर्ने भन्न सकिन्छ। त्यसपछि सारामिना मुल्गनी इन्धन मान्छे अथवा सामानहरू रहेको छाङसुरुल मारालसुइत्ता मान्छे अथवा सामान रहेको स्थानलाई भन्न सकिन्छ। यो च्याप्टर पढिसकेपछि हामीले पक्कै पनि भन्न सकिन्छ। त्यसपछि अब कोरियन स्टाइलले चाहिँ हामी के गर्छौँ, टिक लगाउँदैनौँ। कोरियन स्टाइलले चाहिँ हामी गोलो यसरी लगाउँछौँ है, यो तालिकाभित्र यसरी गोलो लगाउँछौँ। त्यसपछि अर्को छाङसोरुल मुतको ठाउँलाई सोधेर थेदाबालसुइत्ता ठाउँलाई सोधेर उत्तर दिन सकिन्छ। हामी यसलाई के गर्ने, उत्तर पक्कै पनि दिन सकिन्छ यसरी लगाउने। यो चाहिँ हामीले आफ्नो पाराले भयो, तर कोरियन स्टाइल चाहिँ हामीले यसरी आफूलाई ठिक लाग्यो भने यसरी गोलो लगाउन सकिन्छ। ओके, यति भन्दै मेरो आजको यो भिडियो अन्त्य गर्न चाहन्छु। अर्को भिडियोमा हामी पक्कै पनि भेट्नेछौँ। 감사합니다. नमस्ते।